अलि राम्रोसँग खा, अड्केर मर्लिस। खान नपाए जस्तो नगर। हेर्नुहोस् त साथी हो, जुनकेरीलाई केही मतलब छैन, केही चिन्ता छैन। हेर्नु त, केही चिन्ता छैन, आफ्नै धुनमा नाच्दै नाच्दै आएपछि यस्तो जिन्दगी कसको होला ल भन्नुहोस् त। ओ माई गड, फ्रेस भएको जस्तो भयो। फ्रेस भएर पनि आउनु सक्नुहुन्छ। लोकेसन चाहिँ कहाँ भन्दाखेरि ठ्याक्कै सालबारी के भन्छ, सालबारीबाट अगाडि आउने, त्यहाँबाट लेफ्ट आउने, निलो छाप्रो होटेल। फाइनल्ली आइपुग्यो भनेको कुराहरू चाहिँ हेलो गाइज, वेलकम टु माई न्यू ब्लग, न्यू डे न्यू ब्लग। आजको ब्लग थाहा पाइहाल्नु होला के हो भनेर, थम्बनेल र टाइटल हेरेर माथि। त्यही गाइज अब हामी चाहिँ यहाँ घरबाट निस्क्यौँ। रमेश दाई आइसक्नुभयो, हेलो। अनि त्यसमा किरण सर पनि आइसक्नुभयो। अनि निस्किन आएको सबै घुम्नको लागि। मनिष आउनु बाँकी छ। अब मनिषले एकछिन पर्खेर हामी चाहिँ त्यहाँ कफी खानु जाँदैछौँ। कफी खानु गएर अनि एकछिन बसेर मनिषलाई पुरेर अनि भेटेर अनि जान्छौँ होइन केटा, होइन? के छ केटा, नयाँ ब्लगमा स्वागत छ तिमीलाई। थ्याङ्क यू सो मच। सो मित्रहरू, हामी चाहिँ जाँदैछौँ। अब त्यहाँ गएर यसो सानो सानो खानेकुराहरू खानु। अनि अहिले चाहिँ हामी यहाँ ट्राफिक रुल्स ब्रेक गरिरहेछौँ, किनभने अब मान्छे जनसङ्ख्या धेर अनि सवारी साधन थोरै भयो। त्यही भएर अहिले चाहिँ हामी चाहिँ कहाँ आइपुग्यौँ है सर? माता मन्दिरतिर आयौँ। अब यता भित्रको बाटो जाँदैछौँ हामी चाहिँ। अनि हाम्रो मनिष के राइडरले चाहिँ बाइक एकदम स्पिडमा कुदाउनु भएको छैन आज चाहिँ। यता चाहिँ हाम्रो किरण सोल्टी र के अरे रमेश सोल्टी हुनुहुन्छ। रमेश सोल्टीको चाहिँ भर्खर 1 केजी जति मासु नाकबाट झिकेर चाहिँ नाक पुरै बन्द गरिरहनु भएको छ। काटेको छ नि त नाक आदि नै, खुट्टा बनाएको छ। अनि हाम्रो चाहिँ यहाँ गन्थन मन्थन हुँदैछ अलिअलि। के छ दाइ? त्यहीँ गएर एकछिन फ्यास गएर छिटो छिटो गरेर आउनु न त, छिटो गरेर। अनि मनिष चाहिँ आज एनएस कुदाउँदा कस्तो लागिरहेछ त? हामी चाहिँ जाँदैछौँ है साथीहरू। अहिले एकछिन भिडियो गर्छौँ। सो गाइज, हामी चाहिँ अहिले झिल आइपुग्यौँ। झिलदेखि भित्रभित्र जानु पर्दो रहेछ। अनि कतिको मजा आइरहेछ त। हामी चाहिँ यस्तो सानो बाटोबाट जानु पर्दो रहेछ। यस झापामा बस्नु पनि एक त रमाइलो छ है सर, तर गर्मी नै यहाँको नराम्रो होइन। अनि यस्तो यस्तो कच्ची बाटोहरू रहेछ यहाँ चाहिँ। हरियो मकैबारीहरू प्लस साथीहरू। यता चाहिँ थेवा ताल, लेखनाथ ताल कति रहेछ। माइन जस्तो लागिरहेको छ।
हामी चाहिँ जाँदैछौँ है साथीहरू जाँदैछौँ बबाल बबाल भ्यू त बाफ्रे यु क्यान अल्सो सी द्याट ला यो त होइन त नि बाटो यहाँको भ्यू चाहिँ बबाल रहेछ बबाल यहाँको भ्यू चाहिँ कस्तो रहेछ त केटा फार्महरू रहेछ यहाँ चाहिँ हरू रहेछ यहाँ चाहिँ अनि केटाहरूले चाहिँ रङ बाटो ल्याएछ अनि हामी चाहिँ फर्किमै साथीहरू अनि यता तलतिरबाट चाहिँ रहेछ यो फटाहरूले ल्याएको नि यताबाट अनि त्यो हामी चाहिँ जाँदैछौँ चिलमा सो बाटो चाहिँ यता रहेछ सुनसान ठाउँमा आउनु बेग्लै मजा हुन्छ नि सर खोलाहरू रहेछ अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नु आँटेको छौँ सो गाइज हामी चाहिँ आइपुग्यौँ निलो छाप्रो होटेलमा कस्तो भयो त यात्रा तैँले भनेको यस्तै ठाउँ होइन अनि यो त रोग अझै नेपाल एउटा साथीको लागि अनि हामी चाहिँ फाइनल्ली यहाँ ल्यान्डेड भयौँ साथीहरू त्यस दामी रहेछ भ्यूहरू त्यो बस्ने ठाउँ जस्तो भनेको त्यस्तै मिलाइदियो केटाहरूले हजुर एउटा जाल देखाउँछु ल होइन म त्यस्तो नराम्रो गरिदिनु कसम उठ्नु त एकचोटि कस्तो म होइन बस उठ्नु त यसो गरौँ अनि यहाँबाट यसो फ्याट झार यसो गरेर हो सरी झार्नु है ल एकछिन है एकछिन जिन्दगी पनि यति साह्रो ठाउँ कि साला हुँदा हुँदै यसको त जोडी छ मेरो हामी चाहिँ कुरिरहेछौँ खानेकुराहरू आएकै छैन पेमा भोज खानु बसेको जसरी बसिरहेछौँ अब कटेजमा भित्र भन्दा नि बाहिर रमाइलो रहेछ त्यही भएर हामी चाहिँ बसिरहेछौँ अनि जस एकदम राम्रो छ जस इन्भाइरोमेन्टहरू क्लियर नेचुरल होइन ग्रिनी अनि त्यो सुपारीको बोर्डहरू त देखिहाल्नु होला अब विदेश जस्तो लाग्ला तर यो नेपाली हो एकदम राम्रो रहेछ यो ठाउँ चाहिँ सोचेको भन्दा राम्रो रहेछ क्या जस झापा जिल्लामा जस सबैभन्दा राम्रो ठाउँ लाग्यो क्या मैले चाहिँ यता यता घुमेँ होइन तर यहाँ चाहिँ बबाल रहेछ क्या बबाल म सानो खोला देखाउनु गइरहेको छु अब हाम्रो त अर्डर आइपुगेको छैन नि त त्यही भएर मलाई चाहिँ अलिकति भ्लगिङ गर्नु मन पऱ्यो त्यही भएर अलिकति म देखाउँछु है त अनि अर्को कुरा भनेको अलिक अब अहिले फेरि भ्युज घटिरहेछ होइन कृपया हेरिदिनु होला युट्युबमा गएर भए पनि जुनै माध्यमबाट गएर भए पनि हेरिदिनु होला अहिले भ्युज घटिरहेछ पहिलाको हेरेर हुनु त मेरो गल्ती पनि छ त्यसमा अब मैले डेली गरेको छुइनँ होइन अब जस रेगुलर गरेको छुइनँ त्यही भएर अब म पनि कार्य व्यस्तताले गर्दाखेरि मेरो पनि त्यो भइरहेको छैन अब सबैजनाको आफ्नो प्रब्लम हुन्छ नि त त्यही कारण युट्युबलाई टाइम दिनु सकेको छुइनँ तर अब दिन्छु अनि तपाईँहरू पनि आएर यहाँ इन्जोय गरिदिनु होला यो खोला चाहिँ यही हो एकदम सफा पानी रहेछ त्यस गाउँ घरमा बस्नु नै मजा हो क्या खुसी लाग्यो मलाई चाहिँ एकदमै यो ठाउँमा आएर किनभने एकदम फ्रेस भएको जस्तो भयो फ्रेस तपाईँहरू पनि आउनु सक्नुहुन्छ लोकेसन चाहिँ कहाँ भन्दाखेरि ठ्याक्कै सालबारी के भन्छ सालबारीबाट अगाडि आउने त्यहाँबाट लेफ्ट आउने ल केटाहरूको चाहिँ कम्पिटिसन जानु आँटेको छ 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 27 मनिष 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 27 को पाली अब चाहिँ 1 2 3 4 5 6 7 8
बस हाम्रो चाहिँ फाइनल्ली आइपुग्यो भनेको कुराहरू चाहिँ त्यस्तै मात्रै खानु आएको है हामी चाहिँ साथीहरू। अहिले खुसी लाग्यो नि सुँगुर भुत ल्याउँदैछ भन्दैछ त ल हेर्नुहोस् त साथीहरू, जुनकरीलाई केही मतलब छैन, केही चिन्ता छैन, हेर्नु त केही चिन्ता छैन, आफ्नै धुनमा नाच्दै नाच्दै आएपछि यस्तो जिन्दगी कस्तो होला ल भन्नुहोस् त। ओ माई गड जुनकरी। सो हामी चाहिँ अब खानुतिर लाग्यौँ साथीहरू। अनि कस्तो रहेछ त सुदीप सरहरू सबैजना? तपाईँहरू पनि यसरी चिल्ल्याक्स पारामा खाना आउनुहुन्छ भने यहाँ आउनु होला कृपया। किरणको हो होटेल होइन? कहिले खोलेको? यो 1.5 वर्ष भयो। 1.5 वर्ष। साइड बिजनेस हो? साइड बिजनेस हो। ए ल, यो पैसाले पनि पत्ता पाउँदैन। जस हामीले पनि पत्याएको थियौँ न क्या तेरो हो भनेर। आज म त के फेसिलिटी छ यहाँ? उनदेखि लिएर गुणसम्म छ सबै भनेको चाहिँ यहाँ पुरा बुझिसियो। उनी चाहिँ छ कि छैन? उनी आइज मनिष 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 बजा तेरो दसैँ आयो आज। जाँदै जाँदैन अब चाहिँ हामी यो जसले बदल थडाउँछ त्यसले मासु खानु पाउने च्यालेन्ज खेलेको। सुरुमा चाहिँ सुदीप सरले गर्न आँट्नु भएको छ। ओइ बडा है उठेर उसले त नअडेकन सुटुक सुटुक लगाएर खान्छ क्या। ल ठेट ल अलि राम्रोसँग खा, अट्केर मर्लिस, खान नपाए जस्तो नगर। मैले एउटा त खाएरै छोड्छु यार, एउटा चाहिँ खाएरै छोड्छु। मेरै मासु धेरै थियो त्यहाँ अघि। एक पिस मात्रै छ या गाई चाहिँ अब मासु चाहिँ पालो आउँदैन घुमेर बाजेको पालो, बाजेले त हालेको छैन आज। बाजे तिमी खाने यहाँ फोनमाथि राख्नु, फोनमाथि मान्छेमा त यहाँ ज्यान फालिन्छ नि। समझ रहे हो आप समझ रहे हो। सो गाई जो झिक्नेले चाहिँ 500 रुपियाँ पाउने छ। कसले? सुदीप सर दिने होइन? म दिने तपाईँ दिने होइन? यो बदल लड्नु भएन पैसा पनि दिनु अन्त पैसा ल किरण सर पहिलोचोटि तान्नु आँट्नु भएको छ। ल 1 2 3 जितो त होइन नि, सुलसाल पनि हुनसक्छ नि। हाल न भाइ, अब अड्याउन सक्नु पर्यो। त हुन्छ फेरि सुलसाल पनि हुनसक्छ नि। अब उसले 500 जित्यो, अब हामीले जित्यो भने सुलसाल। अब मैले पनि जितेँ भने ऊ दाइले जित्यो भने सुलसाल। लु सुलसाल है केटा, ऊ दाइले जित्यो। अब मेरो पाली अब अन्तिम
कस्तो यसो फ्याट्टै हान्नु पर्यो यता। जहाँ हल्लियो त अलिक पावर देऊ 500 किन लानु किरणले 1000 रुपियाँ लिएको मैले चाहिँ किन अनि 500 1000 500 भएन कसरी हुन्छ ओ दाइले 500 जित्यो मैले 500 कस्तो छ दे दामी भएन दाइ किरण दामी भयो अपरेसन पछाडिको फर्स्ट एक्सपिरियन्स हैन तँ भगवानको घरबाट आइयो आएर रमाइलो गरियो खाइएन अपरेसन पछाडि पुरा जन्म भनौँ न आज यसो रमाइलो साथीभाइसँग हजुर रमाइलो सो गाइज अब हामी चाहिँ घुमी खाने कुरा आयो होइन सर अब किनभने अब अलिकति खाँदै हुँदैछ त्यो भनेको हो सो त्यो भने खाने भयो भने चुस्ने भयो भने त्यो ल दाइ सबै हान्नु त सबै हान्नु त लु घुगी चाहिँ यसरी खानुपर्छ है साथीहरू यता यता फाल्ने हो बोक्रा चाहिँ सिपी त यो भुटान जस्तै हुँदो रहेछ त हो र सिपी त आफैले खोलेर खानु पाएको भए चाहिँ दामी हुन्थ्यो होइन सिपी टिपी भनेर थाहा छैन होला तपाईँहरूलाई अब झापाएरै खानु होला खाएर थाहा पाउनु होला एमआरसी होटेलमा म नि घुमी खानु पर्यो एउटा यसरी खाने दाइ आउँदैन त सो गाइज आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई अब हामीले त अलिअलि इन्जोय गऱ्यौँ अब तपाईँहरूले पनि हेरेर इन्जोय गर्नुभयो होला अनि त्यो ठाउँ चाहिँ एकदम पिस छ है तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ अनि त्यसपछि त्यही हो अरू बेला पनि भन्छु त म अनि भ्लगको एन्डमा लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला त्यो चाहिँ तपाईँहरूले गर्नै पर्ने कुरा अनि किप सपोर्टिङ टु माई च्यानल जहिले पनि सपोर्ट गर्नु होला अझै पनि अब बिस्तारै हुँदैछ होइन बिस्तारै गर्ने हो नि त बिस्तारै हुन्छ सबै कुराहरू सो म चाहिँ अब लगभग लगातारै भ्लग हाल्ने प्रयास गर्नेछु र आजको भ्लग यही एन्ड गर्न चाहन्छु सो लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है त सो सी यु इन नेक्स्ट भ्लग बाई बाई